दुई बच्चाको आमा हुन कहाँ सजिलो छ र होइन र। ठुलो बाबुलाई स्कुल नपठाइकन मेरो कामले मेसो नै पाउँदैन। उसलाई स्कुल पठाइसकेपछि मात्र हामीले खाना खाने, अरू घरधन्दा गर्ने मात्र टाइम हुन्छ। अनि सानो बाबुलाई खानिदिएर सुताइदिन्छु पनि। ऊ सुतेपछि मयनको लागि खाजाहरू पनि रेडी गर्ने काम हुन्छ नि त। यहाँ चाहिँ मेरो हस्बेन्ड सबैजना सुतिराख्नु भएको छ, रेस्ट गरिराख्नु भएको छ। अनि मैले चाहिँ मयनको लागि खाजा रेडी गर्दैछु है। अन्डा र ब्रेड पठाइदिने सोच गरेर अन्डामा एउटा सानो के अरे अनियन हालेर मैले अन्डालाई रेडी गरेँ। अनि त्यसपछि ब्रेडलाई तताएँ। यसले गर्दाखेरि ब्रेड अलिक नरम हुन्छ नि त। अनि त्यतिन्जेल चाहिँ सानो बाबु उठिसकेको थियो क्या। अनि उसलाई उसको बाबालाई दिएर अनि मैले मयनको लागि चाहिँ खाजा टिफिनमा हालिदिएँ। अनि हामी स्कुल गयौँ। उसको बाबाले चाहिँ उसलाई हात धोइदिनु भयो। अनि मैले उसलाई दिएँ खाजा। उसले मिठो मानेर खायो। अनि उसले खाएको देखेर मलाई पनि खुसी लाग्यो क्या। अनि मैले आज उसलाई चक्लेट पनि ल्याइदिएको थिएँ नि त। अनि आँखा चिम्म गरेर म तिमीलाई दिन्छु भने उसले आँखा चिम्म गर्यो। अनि मैले दिएँ। अनि ऊ पनि खुसी भएर क्लासमा गयो होइन। अनि हामी पनि घरतिर लाग्यौँ है त।